हाई एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो। र आज हामी पशुपति जाँदैछौँ र पशुपतिमा बाटोमा जाँदै बाटोमा एउटा नन्दीको मूर्ति रहेको छ। र आदि देवताको मन्दिरमा चाहिँ शिवलिङ्ग स्थापना गरिएको यहाँ चाहिँ मनोकामना पुरा हुन्छ अरे भनेर आदि देवताको मन्दिरमा यसरी क्ले बनाएर राखिएको छ। र जाँदा चाहिँ यो त चावेलमा छ। मैले यहाँहरूलाई पहिला पनि यो देखाइरहेको थिएँ है। एकदमै राम्रो आदि देवताको मन्दिर रहेको छ। त्यहाँनिर शिवको जुन पशुपतिमा रहनुभएको शिव छ उहाँहरूलाई चाहिँ उद्यापन गरेर पूजा विधिवत रूपमा पूजाआजा भजन कीर्तन र विभिन्न सांस्कृतिक कार्यक्रमहरू बेला बेलामा भजन कीर्तनहरू हुने गरिरहेको छ। म घुमी हेरिरहेको छु कति धेरै शिवलिङ्ग छ त्यहाँ, कति धेरै शिवलिङ्ग छ। एकदमै आकर्षक बनाएर राखेको छ यहाँ चाहिँ। यहाँलाई मैले घुमी देखाइरहेको छु। यो हनुमानको मन्दिर हजुरहरूले देख्नु भएको होला है। यहाँ यस्तो यहाँ सबैजना यहाँ एकजना दाइ चाहिँ मलाई खुब मन पर्यो। उहाँले चाहिँ हनुमान चालिसा पढिरहनु भएको थियो है। हनुमानको मन्दिरमा रहेको छ यहाँनिर। यसरी पूजाआजा हुँदै हामी चाहिँ फेरि पछाडिको बाटो आज गुहेश्वरीको मन्दिरको बाटोबाट पछाडि हामी जाँदैछौँ है। यो चाहिँ गुहेश्वरी मन्दिरको पछाडिपट्टिको बाटो रहेको छ। मैले आफूलाई चाहिँ एक्सपोज गरौँ न त यस्तो भ्यू देखेर भनेर थोरै एक्सपोज गरिदिएको। चाहिँ लगनको दिन भएर होला होइन। आज चाहिँ धेरैभन्दा धेरै त्यहाँ विवाहहरूको भइरहेको रहेछ। विवाहहरू भइरहेको छ धेरैभन्दा धेरै। मन्दिरमा चाहिँ हामी जाने बेलामा चाहिँ ठ्याक्कै हाम्रो जो पुजारी हुनुहुन्छ उहाँको पूजा गर्ने समय भएको रहेछ। त्यसैले गर्दाखेरि चाहिँ एकछिन चाहिँ मन्दिर 40 मिनट जति चाहिँ मन्दिर बन्द हुन्छ भनेर उहाँले चाहिँ सिम्बोलाइज गर्नुभयो। कतिवटा थियो लगभग 12-13वटा जति चाहिँ विवाहहरूको मण्डपहरू बनिरहेको थियो। हामी जाँदैछौँ हामी पशुपति। मेरो मम्मी र मेरो श्रीमानज्यूलाई चाहिँ एकदम गाह्रो भइरहेछ यो बाटो हिँड्नलाई। मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ यो बाटो, जङ्गलको बाटो है। एकदम शान्त वातावरण छ नि त। यहाँ यति धेरै बाँदरहरू लागिरहेको छ कि त्यहाँ कुरै छोडिदियो। सुरुमा चाहिँ बाँदरै छैन जस्तो लागेको थियो, तर पछि चाहिँ एकदम धेरै बाँदर थियो। तिनीहरूले पोल नै हल्लाएर रमाइलो गरिरहेको थिएँ। चिसोमा चाहिँ सिरो घोडेर बस्छ होला है बाँदर। बिहान चाहिँ हिँड्न जस्तै मजा आउँछ क्या। तर ओहो त्यहाँ हेर्नु त बाँदरले खम्बा होला। ओहो आमा खतरनाक। छैन भने होइन हेर्नु त मम्मी माथि पशुपतिमा बाँदर भएन भने त सानो बाँदर रहेछ यहाँ।
हेलो व्हाट्स अप गाइज के सालले चल्यो ठीक छ नुहाउनु पर्दैन त यस्तो जाडोमा नि तिमीहरू कन्यार मात्र बस्छ कामै छ नि तिमीहरू हेर दिदीलाई दिदी बिहान बिहान नुहाएर आएको छ बुझ्नु छैन यो माथि लास्टै रमाइलो छ तर एकदमै मजा लाग्नु सब्जी पनि यता ल्याएर राखिरहेको रहेछ नि त सब्जी किन यसरी सुकाएर राख्दा रहेछ बाबा यो किन सुकाएको अहिले त्यहाँ चाहिँ सब्जी एकदम धेरै सुकाएर राखेको रहेछ मैले चाहिँ त्यहाँको एकजना बुवालाई सोधेँ होइन उहाँले चाहिँ यो सब्जी के गर्ने भनेको केलाएर नि हामी अन्नको रूपमा खान्छौँ भन्दै हुनुहुन्थ्यो उहाँहरू सबै त्यो छरेको जति कलेक्सन गरेर केलाएर सुकाएर यसरी राखेर अनि खानु हुँदो रहेछ यहाँ जानु भएको छ कि छैन गुहेश्वरीको पछाडिपट्टिको बाटोबाट माथि उकालो लाग्दै गएपछि चाहिँ यति राम्रो भ्यू छ होइन भ्यू मात्र होइन यहाँ चाहिँ धेरैभन्दा धेरै देवी देवता अनि त्यसपछि बाबाहरू चाहिँ बस्नुहुन्छ रे भन्ने चाहिँ मैले सुने होइन कस्तो राम्रो एकदम शान्त इन्भाइरोमेन्ट छ मलाई एकदमै पहिलादेखि नै जान मन लाग्थ्यो यहाँहरूलाई चाहिँ यो भिडियो देखाउन पनि मन लागेको थियो मलाई त थाहा छ तर धेरैजनालाई त थाहा नहुनसक्छ मैले पनि फर्स्ट टाइम थाहा पाएको पाउनु चाहिँ त्यसरी चाहिँ हामी यहाँ गयौँ यहाँ धेरैजना चाहिँ डेटिङ स्पट पनि रहेछ लुकी लुकी बसिरहनु भएको रहेछ मैले चाहिँ यता यताबाट खिचिहालेँ उहाँहरूलाई पनि एउटा इन्भाइरोमेन्ट त दिनु पर्यो भनेर यो चाहिँ डेटिङ स्पट जस्तो पनि रहेछ होइन एकदम रमाइलो शान्त भएर होला सायद होइन यस्तो राम्रो थियो मान्छेको शान्ति भङ्ग गरिदिने काम त गर्नु भएन नि लाउनु मम्मी कहाँ हराउनु मम्मी नै ठाउँ चाहिँ बहुत अच्छा छ कि मजा हुनेछ मजा आयो भने मलाई टाइपको छ ए बाँदरले पुरै माथि रोडना देखाइरहेको रहेछ फेरि मैले एकचोटि स्वयम्भू जाँदाखेरि एकजनाको मोबाइल नै खोजेको देखेको थिएँ कि बाँदरले लिएर गएको थियो मलाई पनि खुब डर लागिरहेको थियो यो बाटोमा हिँड्दाखेरि चाहिँ ला बाँदरले कतै मोबाइल खोसेर लिएर गयो भने त बर्बाद हुन्छ भन्ने सोचिराख्दै अनि आफूले च्याप्प समाएर अलिअलि बाँदरले देखेपछि त रमाइलो लागिहाल्छ नि होइन यसरी चाहिँ यहाँ एकदमै यस्तो छ हेर्नुहोस् इन्भाइरोमेन्ट यहाँहरू घुम्न जानुभएको छ यो ठाउँमा एकदमै यो चाहिँ अलिकति धेरैजनालाई चाहिँ थाहै छैन कि यो यहाँ यस्तो पनि एरिया छ है भनेर म त दोस्रो पटक गएको अब अरूलाई त झन् धेरैजनालाई थाहा नहुन नि सक्छ को जानुभएको छ जानु हुनेहरूले चाहिँ कमेन्ट गर्नु होला है कस्तो लाग्छ यहाँहरूलाई मलाई चाहिँ एकदम राम्रो लाग्छ अझ यो यसलाई जुन कलरहरू गरेर होइन यसलाई अलिकति संरक्षण गर्ने हो भने त यसको त बबालै हुन्छ क्या होइन पशुपति भनेको त वर्ल्ड हेरिटेजमा परेको एरिया पनि त हो नि त यसलाई अलिकति संरक्षण चाहिँ पुगेको छैन जस्तो किनभने पुरानो मन्दिरहरू छ यसलाई मजाले यसलाई सरसफाइ गर्ने त्यही अनुसारको रङरोगन गर्ने हो भने त यसको सुन्दरता त अझै बढिहाल्छ नि होइन हेर्नुहोस् त कहिलेदेखिको मन्दिर छ यो यहाँ चाहिँ पहिला योगाहरू पनि गर्नु हुँदो रहेछ कि योगा गर्नलाई मैले अस्ति एकचोटि बिहान आउँदा चाहिँ योगाहरू मजाले गरेर बसिरहनु भएको देखेको थिएँ यो ठाउँमा चाहिँ सायद शान्त छ नि त बहुत रमाइलो छ के हो यो
मान्छेहरूले हात छिराउँछन् कि आँखा चिम्लेर गएर अनि यहीँभित्र छिरायो भने चाहिँ कोही पापी हुन्न कि हिँड्न अरे रिटेक आइरहेछ अलिकति मिस्टेक फेल खाएर त्यसपछि हामी लाग्यौँ पशुपति मन्दिर नजिकै अब पशुपति मन्दिर आइपुग्नु लागिसकेको छौँ हामी त 30 मिनटमै आइपुग्यौँ मलाई यहाँ तल एउटा यस्तो ठाउँ रहेछ जहाँ चाहिँ एउटा ढुङ्गा यस्तो दरपराको ढुङ्गा जस्तो रहेछ त्यहाँ चाहिँ मेरो ढाड दुख्न यहाँ बन्द होस् प्रभु भनेर चाहिँ घोटेपछि चाहिँ त्यो दुख्न कम हुन्छ अरे भन्दै हुनुहुन्थ्यो मेरो मम्मीले होइन मलाई चाहिँ थाहा छैन तर पनि यहाँ ढाड दुख्दाखेरि निको हुने नि झन्डेर ढाड दुख्न आउँछ रहेछ झन्डेर भएको अलिअलि ढाडमा घाउ रहन्छ भने घाउ हुन्न आउनु पशुपतिनाथ हामी पशुपतिनाथ आइपुग्यौँ पछाडिपट्टिबाट आएको मलाई रातो रातो भएर चाहिँ किनहरू क्या पशुपतिको भ्यू यो चाहिँ मलाई एकदमै रमाइलो है यो कस्तो रहेछ ल हेर्नुहोस् है हाम्रो पशुपति चाहिँ यस्तो छ पछाडिपट्टिको बाटोबाट आएको होइन बस मैले सधैँ देखाइ नै रहेको छु हजुरहरूलाई होइन यस्तो छ रमाइलो छ धेरैजनाले चाहिँ पछाडिपट्टि बसेर पशुपतिको पछाडि बसेर टिकटकहरू भिडियोजहरू बनाइरहनु भएको थियो होइन धेरैलाई थाहा नहुन पनि सक्छ त्यहाँ माथि पनि त्यति राम्रो ठाउँ छ भनेर भन्दै हुनुहुन्थ्यो मेरो श्रीमानले चाहिँ एकदमै राम्रो भ्यू छ पछाडिपट्टि अब के सबैजनालाई यस्तो छ भनिदिने कुरा पनि आएन होइन समग्र रूपमा चाहिँ सबैजनालाई त्यहाँ माथि पनि यस्तो ठाउँ छ है भनेर चाहिँ यो भिडियो मार्फत नै जानकारी गराएँ ल हेर्नुहोस् बाँदर कति धेरै छ पशुपतिमा बाँदर सकिहाल्यो नि हामी चाहिँ पशुपति आइपुग्यौँ भगवान् पशुपतिनाथ ज्योतिर्लिङ्ग होइन सबैको मनोकामना पुरा गर्ने पशुपति भगवान् हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठुलो मन्दिर पशुपति बाबा पशुपतिनाथ पछाडिको बाटो चाहिँ यस्तो छ तपाईँ यतापट्टिबाट आउनु भएको थियो त मलाई आउनु भएको थिएन एकदमै रमाइलो छ तर यहाँ चाहिँ भोले बाबाहरू हुन्छ माथि भ्यू टावर जस्तो पनि रहेछ नि त है त्यो त उता माथिपट्टिबाट आउने होला लोडेला है हेर्नु मोबाइल झऱ्यो पछाडिको भ्यू
बेलुका चाहिँ आरती हुँदाखेरि मान्छेहरू यहाँ बस्छन् नि त पशुपति मन्दिरको पछाडिको भ्यू फाइनली हामी पशुपति आइपुग्यौँ र यहाँ सबैजना प्रायः जस्तो चाहिँ भन्ने कुरा पनि त भएन त्यस्तो छ बागमती चाहिँ अहिले चाहिँ अलि पहिलाभन्दा चाहिँ धेरै सफा भइसक्यो अरे है यो अस्ति सब्जी छर्ने बेलामा बनायो होला यो माला जति सबै त्यस्तो छ यहाँ चाहिँ पछाडिपट्टिबाट आएर हामी चाहिँ पशुपति चाहिँ त्यस्तो छ पशुपतिको त्यही मोबाइलमा रहेछ र आज चाहिँ स्याटरडे भएर एकदम तल गेटदेखि नै एकदमै धेरै धर्मावलम्बीहरू दर्शन गर्न आउनुभएको थियो त्यसैले गर्दा चाहिँ हामी भित्र चाहिँ छिरेनौँ पछाडिपट्टिबाट आयौँ बाहिरबाट दर्शन गऱ्यौँ र थ्याङ्क यू सो मच एभ्रिवान फर लभ फर सपोर्ट अनि सबैजनाले चाहिँ पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै धेरैभन्दा धेरै माया गरिदिनु होला भन्ने आशा राख्दछु थ्याङ्क यू सो मच एभ्रिवान आजको लागि चाहिँ हाम्रो भिडियो यति नै फेरि पनि आउने बाचासहित अहिलेलाई बिदा हुन्छु थ्याङ्क यू बाई बाई टेक केयर